यहाँ नजाऊ न भने यहाँ बस न मम्मी त बोलाउनु गएको कि यहाँ मकै भाँच्ने हो कि मकै भाँच्ने हो कि मकै भाँच्ने ल त्यहाँ मकै अहिले यस्तो भाँच्ने भित्र त्यसको दाना हुन्छ अनि पोलेर रोटी पोलेर कुम खाने के अहिले मम्मीले बोलाउनु गएको छ कि यहाँको उयो मकै काट्ने मान्छेलाई यसको ऊख मिठो हुन्छ नि यस्तो चपाउने है हाँस जाऊ न जाऊ तिमीलाई कसले गर्छ अहिले गाडीले हान्छ बल्ल हजुर हजुर मकै हेर चपल उल्टो गरेर हाँसेको दिदी देखेन बसेर गर के सानो बसेर रियान अहिले उठाउनु पल्टेर यहाँ अरू राख्नु त भेनाजी त्यसलाई यहाँ बस न बोरामा बस रियान झुकिन्छ त्यहाँ नजाऊ नजाऊ यहाँ बस बस हो मकै अहिले खानुपर्छ ल उसिनेर यसलाई केलाउने अनि मिक्सरमा पिस्ने रोटी पोल्ने कस्तो मिठो हुन्छ ओड्डा लसुन हालेर रियान ओ त्यसलाई पिट्नु भेनाजी त्यसलाई पिट्नु ल यो तल जान्छ भने मलाई पिट्दैन जान्न के गए पनि पिट्छु बाबा खल्दिछ न रियान यहाँ आउन भनेको रियान त्यहाँ आँखा फुट्छ भने यसलाई मगेको हजुर होइन चाहिन किन यहीँ छ मसिम छ क्या मसिम छ यहाँ छ बस न हो यहाँ बस 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 त रियान अहिले यो झुक्केर अहिले लडिने छ भने त के त उट्टानै जान्छ होइन केटाकेटी पनि चकचक पनि के साह्रो चकचक के वाक्कै लाग्ने तरिकाले किन लाग्नु वाक्कै बसिस न राजा वाक्कै किन लाग्यो बस बस सन मिठो छ मिठो छ यहाँ काठमाडौँको मान्छे यस्तै हो बरु आफ्नो बरु लुकाउँछ अरूको चाहिँ ठुलबाबालाई दिनु न रियान भुइँमा खस है तिमीले भुइँमा खसाल्छौ नि मलाई थाहा छ भुइँमा खस न अलिक फाल्नुपर्छ बल्ल खान्छ रियान यता हेर न रियान रियान राम्रोसँग खाइछ गाडी आउँछ गाडी पर गइछ न पर लु ठुल बाबालाई भन्छ त्यो मन्दन त हो हो रियान खस्छ समाउ समाउ खस्छ भने रियान हातले समाउ यहाँ बस्न यता हेर यता हेर नखनिन्छ क्या यतिकै
भेनाजुलाई दिदीले बोलाउनु भयो बाबालाई भनिस न ठुलबाबालाई भनिस न गइस रियान त्यसो नगर न सानो रियान भनेको मान है अहिले काट्छ अनि घाउ लाग्छ अनि रगत आउँछ बल्ल ठिक पर्छ राम्रो मुखले भनेर नमान्ने रियान त्यो उयो त्यो लड्छ क्या केही भन्नु हुँदैन गोरेले राम्रो काम गरेछ ल जानु ल दिदी हामी गयौँ होइन फेरि आउँछौँ तिनीहरूको डर खानु गाडी आछ गाडी आछ भन्ने रियान छिटो हिँड्दा ठुलो बाबालाई भेला हिँड तल के काम पाउनु पर्यो त नि यो कामै त हो नि यो पनि नदौडौ सानो नदौडौ गाडीलाई किचिकदिएको नि बिचारा नछौ कि छुनुहुन्न के डेमो कहीँ लैजा एउटा नडौडी छ नि